हेलो साथीहरू सबैलाई गुड मर्निङ। हाम्रो च्यानलमा तपाईँहरूलाई एकदम स्वागत छ। आज मेरो चाहिँ विशेष दिन, आज मेरो जन्मदिन हैन। मेरो बुढीले चाहिँ 12 बजे विश गरिसकेको छ। आज मेरो लागि आजको दिन एकदम स्पेसल छ र म चाहिँ अहिले नुहाइधुवाइ गरिसकेँ। नुहाउन चाहिँ मलाई बहुत गाह्रो लाग्ने, तर आज बर्थडे भएर नुहाउन चाहिँ स्वाट नुहाइहाल्यो। नुहाएपछि अब पहिला अब घरको आशीर्वाद लिन पऱ्यो बाबाआमाको, त्यसपछि म मन्दिर जान्छु। अनि त्यसपछि फेरि आजको दिन के हुन्छ हेरौँ है त। ल साथीहरू, अब हामी पहिला जन्मदिने बाबाआमाको आशीर्वाद लिनुपर्छ। म ढोकिदिन्छु। आज जन्मदिन हो क्या। शिव मन्दिर आयो। शिव मन्दिरमा पहिला उता राख्छौँ, ढोकिदिन्छौँ, हामी आशीर्वाद दिन्छौँ। र हामी चाहिँ अब आमालाई खोज्दैछौँ साथीहरू। आमा चाहिँ ए आबोइ र यहाँ चाहिँ हाम्रो आमा आइपुग्नु भएको छ। बिहान चाहिँ उहाँ योगामा जानुभएको थियो अरे। म तल जाँदाखेरि बालै ढोकिदिएको। अहिले चाहिँ आबैले चाहिँ मलाई पाकी हुन्, इत्रीले मलाई यत्रोले पाइन्। बिचरा यिनलाई केही पनि थाहा छैन, हेर हुँ मात्रै गर्छिन्, रुन्छिन् मात्रै। यहाँ के लाग्यो? यहाँ क्या यहाँ मलाई सन्तोष लागेस, कहिले दुख प्रेम नभएस। उता बाउलाई दिने बाउमा बा त बिहान उमाको हुनुहुन्थ्यो। आशीर्वाद छ भक्तिमानी भए बाँचिरहे, दुःख नपाए, सोचे पुरा होस्। यहाँले फेरि बाङ्गटीको लगाइदिएको अवस्था ठ्याक्कै युपीमा ठ्याक्कै गुन्डाहरू जुन मलाई त यस्तो दिन्छन्। यो चिसोमा सुन्तला खाने रे। बदाम पनि खाऊ। यसो गरेर बुवाले आमाले घर परिवार सबैले टिको लगाइदिनु भयो। रमाइलो भयो। धन्यवाद।